अहिले सामाजिक सञ्जालभरि पिन्सा राई जसले चाहिँ बालेन शाहको एकदमै धेरै विरोध गरिरहेको हामी देख्न सक्छौँ। उनी श्रम संस्कृति पार्टीमा जोडिएको भएर के बालेन शाहको विरोध गरेको हो त? एक हिसाबले हेर्नुपर्दा हो, तर किन? यसको पछाडि केही कारण त होला। यसको कारण छ र यसको कारण एकदम सठिक छ। कुनै बेला बालेन शाहले उनले खोलेको एउटा रेस्टुरेन्टलाई अलमोस्ट हानि नोक्सानी गरिदिएका थिए, जसले गर्दा पिन्सा राईलाई ठुलो नोक्सानी हुन पुगेको थियो, जसका कारण पिन्सा राई एकदमै धेरै एन्टी बालेन शाह हुन पुगिन्। यो पिन्सा राईको एउटा इन्टरभ्यूमा भनेको भिडियो हेर्नुहोस्। उनी किन बालेन शाहको कट्टर विरोधी भइन् भन्ने कुरा यो भिडियो हेरेर छर्लङ्गै हुन्छ। बालेन हाम्रो दाई जो हुनुहुन्थ्यो, उहाँलाई सपोर्ट गर्दा गर्दै उहाँ चाहिँ के भनिदिनु भयो, मेयर भनिदिनु भयो होइन। अनि त्यसपछि मेरो बिजनेस एउटा चाहिँ जहाँ खोलेको थिएँ त्यो चाहिँ एउटा भवनको त्यो सिँढी बाहिरबाट थियो के। अनि त्यो सिँढी चाहिँ पर अलिकति सरकारी जग्गा रोडमा छोएको रहेछ त्यो सिँढी पनि। अनि हामीले खुसी खुसी निकाल्यौँ। त्यसपछि मेरो त्यो चुर्लुमे डुब्यो। हजुर।